नमस्ते, म शारदा स्टिपी हजुरहरू समक्षमा फेरि पनि यादको कारागारभित्र मेरी आमा खण्ड 8लाई लिएर आएकी छु। खण्ड 8को पहिलो पद म पढ्न लागिरहेकी छु। खण्ड 8 निकै लामो छ है, त्यसले गर्दा म पहिलो पद दोस्रो पद गर्दै हजुरहरूको सामुने यसरी आइरहनेछु। र यादको कारागारभित्र मेरी आमा खण्ड 8। अमुइनी मेरी आमा भूमिहीन भएर बाँच्दा कतिको हेपाइ सहेथ्यौ। अमुइनी मेरी आमा भूमिहीन भएर बाँच्दा कतिको हेपाइ सहेथ्यौ। ती समाजमा ठुला बडाको आँखाको छारो भएथ्यौ। त्यसैले जग्गा जमिन जोड्न पसिना कति बगायौ। रात साँझ बिहान नभनी परिश्रमको पहाड चढ्यौ मेरी आमा। जाँतो पिन्यौ रे मन्सिनी बोजूको दिनभरि, तर पिनिसकेर बेलुकी मजदुरी माग्दा अस्तिकोमा मिल्यो ल पाउँदैनौ आज केही, भन्यो रे ती बोजूले निष्ठुरी। भन्यो रे ती बोजूले निष्ठुरी। बरर आँसु झार्यौ रे आमा, बरर आँसु झार्यौ रे आमा। जेठी दिदी काखमा थिरे म नजन्मी आकाशमा थिए सायद, म नजन्मी आकाशमा थिए सायद। भन्दै थियो त जन्मेदेखि केही सुख पायौ रे। हो यसरी तिम्रो लक्की काम म छोरी थिए सायद। मेरी आमा सुत्केरी छँदा बाउलाई पनि सताएछ अन्धो पिलोले। रगतै सरी त्यो जिम्मा डाँडा र जङ्गलभरि घाँस काट्न गयौ रे। कति हो कति दुःखको खोला जङ्घार तर्यौ रे। कति हो कति दुःखको खोला जङ्घार तर्यौ रे मेरी आमा। थ्याङ्क यू भेरी मच।